हेलो गाइज, वेलकम टु माई भ्लग। आज हामी चन्द्रौटा कपिलवस्तुबाट, यो मेरो घर रहेको छ यहाँनिर जुन देख्न सक्नुहुन्छ तपाईँ ब्याकग्राउन्डमा, चन्द्रौटा कपिलवस्तुबाट आज हामी जाँदैछौँ अर्घाखाँचीको सुब्बादेउराली। यसको लागि साथी नारायण पनि अगाडि कुदिरहेको छ। आज हामी बाइकमा जाँदैछौँ होइन। सो लेट्स मुभ। निस्किसकेको छ, लिलदाईको टोली निस्किसकेको छ। अब दाई पनि अर्घाखाँची जानुहुन्छ। त्यसपछि हामी नारायण रेडी हुँदैछ होइन। म पनि रेडी भएर घर यहाँ आइपुगेको छु। ल ओ नारायण के छ? गुड मर्निङ। आयो हो न आयो आयो आयो। कति ढिलो गरेको डाम्ना? ढिलो गर्नुपर्छ क्या, ढिलो गर्छ रात सायद राम्रो हुन्छ ल यहाँबाट चाहिँ हामीले चाहिँ चेन्ज गरेका छौँ। अब नारायण ड्राइभिङ गर्दैछ, म चाहिँ थाकेँ। लाउरेलाई टाँसेको ठाउँ भनिन्छ। माथि हो, माथि मन्दिर रहेको
कालो नि त कुन कालो कालो देखिएको छ होइन बिचमा कालो देख्यो नि लाइट राखेको हुन्छ नि त्यसलाई चाहिँ बिचमा कालो देखेको चाहिँ लाउरे टाँसेको हो कहाँ देख्यो खै घुमेर बिच ओके अहिले हामी त्यहाँ माथि गइन्छ है फर्किनु होला हामी त्यहाँ फर्किने बेलामा गइन्छ सुपरदेउराली देउराली आइपुगेको छ यो मन्दिर फर्किनु चाहिँ हर्न निषेध गरिएको छ फाइनली हामी आइपुगेछौँ बाइक पार्किङ र गाडी पार्किङ गर्नको लागि हामी टक्क आउँदैछौँ दाइ के छ हल्काबर एकदम ठिक छ पुरो गजबले हाँक्दै आउनु भयो नयाँ आएर बस्यो कोचिङ आइपुगेको छैनौँ हामी त्यहाँ यो मेरो साथीमा बस्यौँ भने म पत्रिकाबाट आएको थिइनँ त्यतिखेर बस्छु ल हामी अर्घाखाँची सुपरदेउराली आइपुगेका छौँ ब्रदर के छ हालखबर ठिक छ मलाई यो अर्घाखाँचीको सुपरदेउराली मन्दिरको बारेमा केही भन्नुहुन्छ कि त्यसको बारेमा मलाई त्यति आउँदैन कसलाई आउँछ तपाईँलाई आउँछ भित्र गएर भित्र गएर लिनु न अब हामीले चाहिँ लिगेर चाहिँ सामग्रीहरू लिगेर चाहिँ अब हामी चाहिँ अब दर्शन गर्न लागिसकेका छौँ होइन एकैचोटि नमस्ते
नमस्ते। नमस्कार। मलाई यो अर्घाखाँची सुब्बा देउराली मन्दिरको बारेमा केही भनिदिनुहोस् न। यो सुब्बा देउराली धार्मिक पर्यटक स्थलको रूपमा यो एउटा मानिएको गनिएको मन्दिर हो। यहाँ चाहिँ भक्तजनहरूको धेरै टाढा टाढाबाट भक्तजनहरू आउनुहुन्छ यहाँ पूजा गर्नको लागि। यहाँ पूजा गरिसकेपछि भाकल गरिसकेपछि आफूले मनमा चिताएको कुरा यहाँ पुरा हुन्छ भन्ने एउटा धार्मिक विश्वास छ र यसको सबै कुरा अलि लामो छ होइन। सरकारीमा भन्नुपर्दा यो चाहिँ भन्ने 2224 राजाहरूको पालादेखि यहाँ पूजा सुरु भएको हो। यहाँ चाहिँ पहिला 2224 राजाहरूको पालादेखि अनि यहाँ हाम्रो खाँचीकोट सनपा नगरपालिकामा पर्छ। खाँचीकोटको चाहिँ यहाँ खाँचीकोट भन्ने यहाँ राजा एकजना राजाले राज्य गर्नुहुन्थ्यो। त्यसपछि हाम्रो सिद्धगङ्गा नगरपालिका 2 मा खुम्चीकोट भन्ने ठाउँमा अर्को राजाले चाहिँ राज्य गर्नुहुन्थ्यो। त्यसपछि खाँचीकोटको युवराजले चाहिँ खुम्चीकोटकी चाहिँ राजाकी छोरी राजकुमारीसँग विवाह गर्ने क्रममा विवाहको तिथिमिति तय भयो। तय भइसकेपछि पहिला चाहिँ अब यताबाट चाहिँ जन्तीहरू लिएर गए राजाहरूले होइन। उहाँ गएर विवाह गरेर लिएर आउने क्रममा बाटा हिँड्ने मान्छेले उति बेला चाहिँ गाडी घोडाको सुविधा केही थिएन। यो बाटोहरू थिएन, गोरेटो बाटो हिँड्नुपर्ने। अनि डोलीमा चाहिँ रानीलाई चाहिँ लिएर आउँदै थिए। आउँदाखेरि चाहिँ बाटा हिँड्ने बटुवा अथवा चाहिँ उति बेला ढाँक्री पनि भनिन्थ्यो। उनले चाहिँ केही आक्षेप लाग्ने कुराहरू राजाको जुन युवराजको पक्षमा विवाह त गरे, अब चाहिँ युवराज त्यति राम्रो छैन अथवा केही रानीलाई चाहिँ आक्षेप लाग्ने कुराहरू त्यहाँ विषयमा गरिदिए। त्यो सुनिसकेपछि युवराज जुन कुमारी हुन् उनले डोलामा आफ्नो आत्महत्या गरेको चाहिँ आत्महत्या गरे। अनि डोलामा लिएर आउँदाखेरि डोलेहरूले रगत चोयो। ओहो के भयो, किन यस्तो अनर्थ भयो भनेर चाहिँ यहाँ तलबाट बाटो थियो अनि त्यहाँ बिसाउनलाई अप्ठ्यारो भएको कारणले यस ठाउँमा आएर बिसाइयो। बिसाएर हेर्दाखेरि चाहिँ रगतको थोपाहरू यहाँ चोएको र उनले डोला टाँगामै आत्महत्या गरेको पाइयो। त्यसपछि यहाँ चाहिँ यस वरिपरि विभिन्न खालका रोग व्याधिहरू आदि इत्यादिहरू होइन। कसैका घर घरमा बाघहरू जाने अनि पाडा बाछाहरू खाइदिने। यस एरियामा चाहिँ विधिवंश एउटा भयावह रूप यहाँ सिर्जना भयो। त्यसपछि सिर्जना भइसकेपछि अनि राजा स्वयं आफू पनि बिरामी भए। बिरामी भइसकेपछि अनि एकजना हाम्रा पुर्खा हाम्रा जिजु खनाल अनि धामी हुनुहुन्थ्यो। उहाँले चाहिँ अब अनि राजाले धेरै ठाउँमा उपचार गर्दा पनि निको भएन। निको नभइसकेपछि अनि उहाँलाई बोलाइयो। उहाँलाई बोलाइसकेपछि हेरहार यताउति पहिला धामी झाँक्रीमा अत्यन्त विश्वास गरिन्थ्यो। विश्वास त अहिले पनि कहीँ मान्छेहरूले गर्छन् होइन, तर पहिला धेरै विश्वास थियो। त्यति बेलादेखि त्यहाँ त्यसपछि उहाँले हेरहार गरिसकेपछि यस ठाउँमा देवी चाहिँ उत्रिनु भयो। अनि त्यहाँ थान बान्नुपर्छ अनि त्यहाँ पूजा गर्नुपर्छ भनेर उहाँले जुन हेरहार गर्दाखेरि भन्नुभयो। त्यसपछि यस ठाउँमा त्यस दिनदेखि यस ठाउँमा थानहरू बाँधियो। बाँधिसकेपछि यहाँ चाहिँ उहाँ पाठो काट्नुपर्छ भनेर यहाँ चाहिँ पाठो काटियो। त्यसदेखि नै यहाँ चाहिँ बलि चढ्ने एउटा चाहिँ परम्परा त्यहाँबाट सुरु भयो। त्यसपछि यहाँ भाकल गरेको कुराहरू यहाँ पुरा हुने होइन।
त्यसपछि चाहिँ यहाँ त्यस दिनदेखि पूजा चाहिँ सुरु भयो। अनि सुब्बा देउरालीको बारेमा एउटा चिज अलिकति चर्चित रहेको छ, एउटा लाउरेले चाहिँ सुन चढाउन भनेको र फर्किँदाखेरि अन्यत्र बाटो हिँडेको र सुब्बा देउरालीले चाहिँ त्यो त्यहाँ प्रभावले चाहिँ माथि गएर टाँसिएको भन्ने चाहिँ के छ, यसको बारेमा के हो, कसो हो कुरो? त्यो पनि एउटा किम्वदन्ती हो होइन। अब यहाँ चाहिँ एउटा जो लाउरे कस्तोलाई भनिन्थ्यो भने जो लाउर इन्डिया, हजुर, प्रायः जसो पहिला इन्डिया जाने आउनेलाई लाउरे भनिन्थ्यो। अनि ऊ त्यही सिलसिलामा लाउर जान भनेर चाहिँ हिँड्यो। उसले चाहिँ यहाँ यो बाटो जाँदाखेरि यहाँ भाकल गरेर गयो। भाकल गरिसकेपछि म चाहिँ उहाँ गएर भर्ती हौँ। अनि केही दर्बे सुना चाँदीहरू प्रशस्त कमाएर म सन्तोषजनक भएर आउन पाम, मैले यहाँ केही चिज चढाउँला भनेर अथवा सुन अथवा के हो उसले आफ्नो मनले भकल गरेर ऊ चाहिँ यहाँबाट हिँड्यो होइन। हिँडिसकेपछि ऊ गयो, उसले भनेअनुसारको जागिर पनि पायो अनि भर्ती पनि भयो, पैसा सुन दर्बे प्रशस्त कमायो। कमाइसकेपछि 2-3 वर्षमा ऊ घर फर्कियो होइन। घर फर्किने सिलसिलामा उसले वहाँ गइसकेपछि जब चाहिँ पैसा भयो होइन, नोकरी भयो, त्यसपछि उसले यहाँ भाकल गरेको कुराहरू बिर्स्यो। बिर्सिसकेपछि अब यहाँ सुब्बा देउरालीको आसपासमा नजिकै आउँदाखेरि उसलाई बल्ल याद भयो, ओहो मैले त्यहाँ त्यो भगवतीलाई चाहिँ यस्तो चिज भाकल गरेको थिएँ, मैले त बिर्सेछु। अहिले मसँग खासै त्यस्तो चढाउनु पर्ने कुराहरू अहिले छैन। त्यो बाटो नगएर म अर्को बाटो चेन्ज भएर अर्को बाटो जान्छु भनेर भगवतीलाई त्यसरी छल गरेर अर्को बाटो जाँदाखेरि भगवतीको शक्तिले उसलाई चाहिँ परमा ल्याएर चिप्काएको भन्ने एउटा किम्वदन्ती छ। किम्वदन्ती त्यही हो। हजुर, अरू अन्त्यमा हजुरले भन्न भुलेको र मैले सोध्न भुलेको अथवा हजुरले भन्न चाहेको कुरा केही छ भने भनिदिनुहोस् न। छन त अब यो यसको विशेष त यसको बारेमा अलि लामो छ, अहिले समयको पनि हामीसँग अलि अभाव छ होइन। हजुर, मैले त खासै मोटामोटी मात्रै भनेको छु। हजुर, यो त अब यो धेरै हाम्रो यो नेपालको जुनसुकै ठाउँबाट पनि यहाँ भक्तजनहरू आउनुहुन्छ अनि इन्डियाको विभिन्न ठाउँबाट पनि यहाँ अहिले पछिल्लो समय भक्तजनहरू आउनुहुन्छ। हाल गएर अहिले चाहिँ बढी मात्रामा यो छिमेकी जिल्ला गुल्मी, अराहाजी, प्युठान होइन, पाल्पा, कपिलवस्तु, रूपन्देही यहाँबाट भक्तजनहरूको चाप यहाँ बढिरहेको छ। कतिखेर भिड हुन्छ यहाँ धेरै जसो? यहाँ अहिले यो साउन महिनामा त्यति भिड कम हुन्छ होइन। अब असोज लागेपछि तपाईँको भिड चाहिँ बढ्छ। हस्, धन्यवाद। हस्। Kamera. Lang
खोला खोला हामी अहिले अर्घाखाँचीको नपानी रहेका छौँ र यो पिकनिक स्पोट रहेको छ। केही भिडियोहरू नारायणले गरायो होइन, केही भिडियोहरू मैले गराएँ। अब हामी पुरा टोटल्ली अहिले चाहिँ रमाइलो गरिरहेको छ। पिकनिक खेल्न आउनुहुन्छ यदि कपिलवस्तु अर्घाखाँची यतापट्टिको आसपासको रूपन्देहीको आसपासको कोही मान्छेहरूले चाहिँ मेरो भ्लग हेर्दै हुनुहुन्छ, यो भिडियो हेर्दै हुनुहुन्छ, पिकनिकको लागि चाहिँ राम्रो स्पोट रहेको छ। अब हामी नरपानी पनि घुमेर हामी चाहिँ फर्किसकेका छौँ। यो हाम्रो पछाडिको सिन रहेको छ, नरपानीको सिन रहेको छ, पिकनिक स्पोट रहेको छ। पिकनिक खान आउनु पऱ्यो भने चाहिँ, रमाइलो गर्न आउनु पऱ्यो भने चाहिँ यहाँनिर आउँदा हुन्छ भनेर चाहिँ पर्सनल्ली सजेस्ट गर्न चाहन्छु। बाटो अब हामी लाउरे टाँसोतिर जाँदैछौँ, अलिक डेन्जर रहेछ बाटो है, बाटो रहेको छ लाउरे टाँसोको। हामी कुनै बाइक यहाँ रोकेर यहाँबाट जान्छ। यो जुन हाम्रो ब्याकग्राउन्डमा जुन देख्न सक्नुहुन्छ तपाईँ, यो लाउरे टाँसेको हो यहाँ होइन। यो चाहिँ लाउरे टाँसेको भूमि छ, यहाँ बाटोमा जाँदैछ। देवीलाई चाहिँ ऐनाहरू यताउता चढाउने रहेको छ। लाउरे